हाम्रो चाहिँ खाना पाकिरहेछ साथीहरू। हामी दाल भात तरकारी अचार एकदमसँग बनिरहेछ। एकदमसँग खानाको कृषि कार्यक्रमहरू एकदमै जारी छन्। खाना बनाउने कार्यक्रममा छौँ। यही 60 जनालाई खाना खुवाउने चाहिँ हाम्रो योजना हो। हाम्रो क्यान्टिनमा एकदमसँगले खानाहरू एकदमसँगले बनिरहेछन्। हाम्रो साथीहरू एकदमसँगले खानाहरू चाहिँ बनिरहेछन्। द्रुत गतिमा खानाहरू चाहिँ बन्दैछन्। हाम्रो खाना बनाउने 50-60 जनालाई दैनिक खुवाउने हाम्रो यो तरकारी हो। यो चाहिँ हाम्रो चटनी बनिरहेछ। चटनी अचारको लागि चाहिँ एकदम टमाटर प्याज अदुवा लसुनको फ्लेभर बनिरहेछ। एकदमसँग बनिरहेछ। हेर्नु साथीहरू, दाल त स्पेसल भइसक्यो। यहाँ चाहिँ हाम्रो दाल त स्पेसल भइसकेको छ। दाल एकदमसँग बनिरहेछ। एकदमसँगले खानाको लागि चाहिँ हामी एकदम तयारीमा छौँ। हाम्रो एकदम भइरहेछ खाना। दाल भात तरकारी अचार चाहिँ एकदमसँगले बनिरहेको हुन्छ। हाम्रो दैनिक जस्तो बनिरहेको साथीहरू। यहाँ हाम्रो तरकारी पाक्दैछ। सब्जी एकदमसँग पाकिरहेछ। पानी कार्यक्रम एकदम जारी छ। हाम्रो चाहिँ एकदम 50-60 जनालाई चाहिँ दैनिक खानिरहेछौँ हाम्रो क्यान्टिनमा। एकदमसँगले खाने कार्यक्रम भइरहेछ। खानिदिन्छ हामी दैनिक 50-60 जनालाई दैनिक खाना बनाएर खुवाइरहेको छु मैले। हेर्नु साथीहरू, एकछिन पकाएर चलाएर तातो भात दाल भात तरकारी अचार तातो एकदमसँगले खुवाउने चाहिँ हाम्रो टार्गेट हो। योजना हो साथीहरू। एकदमसँगले बनाएर खानु हामीले। हेर्नु है साथीहरू, चटनी भइसक्यो, भात तरकारी सब भइसक्यो साथीहरू। एकदमसँग बनिसकेको छ है साथीहरू।